नमस्कार, म ज्योति सुब्रमण्य। सदा चाहिँ अहिले म क्लासमा उपस्थिति भइसकेका छु। अघिल्ला क्लासहरुमा हामीले अङ्क ज्योतिष र त्यो अङ्क ज्योतिष चाहिँ कसरी भरिन्छ जन्म कुण्डलीमा भन्ने विषयहरु हामीले गर्यौं र मैले मोबाइल न्युमरोलोजी सम्बन्धी पनि त्यहाँ केही कुराहरु विस्तृत विवरणमा त्यहाँ पोस्ट गरिरहेथे। अब त्यो नामसँग अर्थात जन्ममितिसँग कसरी जन्ममितिसँग मोबाइल नम्बर कसरी अलाइन गर्ने भन्ने विषयमा धेरैको चासो र जिज्ञासा राखेको पाएँ। अब त्यो चाहिँ कसरी गरिन्छ भन्ने विषयमा अहिले म तपाईहरुलाई जानकारी गराउन दिइरहेको छु। जस्तै यो व्यक्तिको जन्ममिति 2045 साल 10 महिना 3 गते हो र यसको मूलाङ्क 3 र भाग्याङ्क 6 छ। अब यसमा चाहिँ हामीले सेन्ट्रलाइज भएर केन्द्रमा भएर जानुपर्छ र यो व्यक्तिको मोबाइल नम्बर 9814034580। अब यसलाई पनि सिंगल डिजिटमा ल्याउनु पर्छ हामीले। सिंगल डिजिटमा ल्याउँदा यो टोटल 42 आयो। 42 लाई पनि जबसम्म सिंगल एक नम्बरमा आउँदैन अर्थात एउटा डिजिटमा आउँदैन तबसम्म हामीले चाहिँ यो जोड्दै जानुपर्छ। जोड्दाखेरि कति आयो? 6 नम्बर। अब यो 6 नम्बर यो जातकका लागि यो यति सालमा जन्मेको मान्छेको लागि यो फिट छ कि छैन भनेर अलाइन छ कि छैन भनेर हेर्ने कसरी हो भने यो मूलाङ्क नम्बर 3 र भाग्याङ्क 6 को यो साथी हो कि होइन त। अब यसरी कम्प्याबिलिटी चार्ट भनेर न्युमरोलोजीमा हामीले पाइन्छ। यो चाहिँ क्यालियन दुईटा हुन्छ नि यो न्युमरोलोजीमा पनि, एउटा पाइथागोरियन र क्यालियन। यो चाहिँ क्यालियन अलिकति बढी प्रचलित छ अहिले विश्वभरि र नेपाल र इन्डियामा विशेष गरेर क्यालियनै बढी छ। अब यो कम्प्याबिलिटी चार्टमा यो 3 नम्बर र 6 नम्बर को साथी चाहिँ कुन नम्बर हो? 3 नम्बर र 6 नम्बरको साथी कुन हो भनेर हेर्दाखेरि यहाँ हामीले हेर्नु पर्यो। अब यहाँ हेरौँ, जस्तै उसको मूलाङ्क 3 नम्बर, 3 को साथी को रहेछ भन्दाखेरि यो 6 नम्बर त 3 को त शत्रुको पर्दो रहेछ। अब भाग्याङ्क 6 को के पर्यो त? यो 6 को यो चाहिँ साथीमै पर्यो भनेपछि यो मोबाइल नम्बर 45 साल 10 महिना 3 गते जन्मेको मान्छेलाई अलिकति त्यति राम्रो सुइटेबल भएन, किनभने मूलाङ्कको शत्रु नम्बर पर्दो रहेछ यो 6 नम्बर। त्यसले गर्दा यसमा के असर हुन्छ भन्दाखेरि मूलाङ्कले घर व्यवहार परिवार सम्बन्धमा हेर्ने भयो र भाग्याङ्कले बाहिरी बिजनेस घरभन्दा बाहिरी व्यवसाय क्यारियरहरुमा हेर्ने हुँदाखेरि यो मोबाइल यो जातकले चलायो भने घरमा चाहिँ अलिकति सम्बन्धमा दरार हुने खालको, सम्बन्धमा अलिक चिसोपन, स्थिर आस्था जस्ता कुराहरू नहुने र बाहिरी व्यवसायमा चाहिँ यो मोबाइल युज गर्यो भने चाहिँ राम्रो हुने देखिन्छ। बाहिर चाहिँ उसलाई चाहिँ अब यो 6 नम्बर भनेको शुक्रको कारक पनि हो, नेम फेम पनि रहने भयो, सम्पत्ति पनि आउने भयो। त्यसले गर्दाखेरि बाहिरी व्यवसायको बाहिरी क्यारियरको लागि चाहिँ यो नम्बर ठिक रहेछ। यो मोबाइल नम्बर घर एसीमा पारिवारिक माहौलमा चाहिँ अलिकति कता कता असमझदारी ल्याउँछ भन्ने कुरा बुझ्नुपर्छ। यसैगरी अब यो मान्छेलाई चाहिँ कुन नम्बर उपयुक्त हुन्थ्यो त भन्दाखेरि 3 नम्बर मूलाङ्कको 3 नम्बर र भाग्याङ्कको 6 नम्बरको साथी कुन चाहिँ नम्बर उपयुक्त हुन्थ्यो भन्दा चाहिँ हामीले कम्प्याबिलिटीमा फ्रेन्ड्स नम्बर हेर्नुपर्छ। 3 का साथीहरु 1 5 2 3 7 रहछन् भने 6 का साथीहरु 1 7 5 4 6 रहछन्। अब यी दुईटाका साथी कुन चाहिँ अति मित्र छन् त हेर्ने। अब जस्तै यहाँ 1 नम्बर 6 नम्बरमा पनि 1 नम्बर, 5 नम्बर 5 नम्बर, 7 नम्बर 7 नम्बर हो। विशेष गरेर यो मान्छेले 1 नम्बर 5 नम्बर 7 नम्बर टोटल आउने मोबाइल लियो भने चाहिँ अति राम्रो हुने देखिन्छ। अब यसभित्र पनि विभिन्न बीचका कम्पाउन्ड नम्बरहरू, इन्टरनल कम्पाउन्डहरू नम्बरहरू पनि छन्, त्यो विस्तृत गरिन्छ। अब हजुरहरुलाई मोबाइल सम्बन्धी केही जिज्ञासा भए, न्युमरोलोजी सम्बन्धी अर्थात अङ्क ज्योतिष सम्बन्धी केही जिज्ञासा भए मेरो नम्बरमा व्हाट्सएप अर्थात फेसबुकमा चाहिँ सम्पर्क राख्न सक्नुहुन्छ। हवस् त, धन्यवाद।